फर्स्ट पिरियड पढेर सेकेन्ड पिरियडलाई टिच हानेर विनिसाको घरमा गइरहेछौँ। आज त्यसको बर्थडे। बोलाएको थिएँ हामीलाई घरमा सेलिब्रेट गर्नलाई, त्यही भएर हामी आज बर्थडे गर्लको घरमा जाँदा लगाएर अनि के लगिदिने भयो होइन। घर गएपछि त केही त लगिदिनु पर्यो, त्यही भएर हामी केक किन्ने कि फालफुल किन्ने। केक किन्यो भने चाहिँ विनिसालाई भयो, फालफुल किन्यो भने चाहिँ आन्टी अङ्कललाई भयो। फालफुल अर्कोले हामीलाई अलविदा भन्यो, बाबाले मान्नु भएन। आसमानीको बाबा हेरेर आसमानी अर्को पार्टीले मान्नु ल। Come on! Come on! Oh, come on! साथीहरू हामी चाहिँ गाडीबाट चढ्यौँ। के बोले भाइ? अब के बोले? बाट चढ्यौँ। उता झर्नु पर्ने तर चलान काट्यो गाडीको, अनि रोकेर 30 मिनट रोकेर बस्नु सक्छ। त्यही हामी हिँड्छौँ नै भनेर अनि त्यहाँसम्म जानु पर्यो। अब हामी त्यही भनिरहेको छु के खचाङ खुचुङ नि। गाइजहरू हामी चाहिँ विनिसालाई गिफ्ट किन्न आएको बिजी मलमा। विनिसाले ओन गर्ने मलमा आएको है हामी चाहिँ। यो घडी किन्ने, यो घडी किन्ने कि भिभो, एप्पल, स्यामसङ। अब यता कि चस्मा चाहियो विनिसालाई, कालो चस्मा, सेतो चस्मा, व्हाइट चस्मा, भेराइटी अफ चस्मा। त्यसलाई किन किनिदिनु पर्छ? त्यो यत्तिकै राम्रो गनाउँछ। फुटबल खेल्छ जस्तो लाग्छ त्यो। भिभो चाहियो, भिभो, आइफोनको सप्लिमेन्टरी कि माथिको यस्तो यस्तो के चाहियो। साथीहरू झोलामा भएको चाहिँ विनिसाको गिफ्ट है। ब्यागभित्र नि छ, तर यो हातमा भएको चाहिँ दिइहाले। ट्राई मार, ट्राई केही हुँदैन। कस्तो कालो आयो फेरि अब उडा। बर्थडे गर्ल चाहिँ आइसक्यो है गाई। Happy birthday to you, happy birthday to you। हाम्रो तर्फबाट हैप्पी बर्थडे टु ला। यो चाहिँ घुरा मन तराइने हो। ह्याप्पी बर्थडे डियर विनिसा। बर्थडे गर्ल चाहिँ आइसक्यो। अब हामी बर्थडे गर्लको घर जाने। हामी चाहिँ विनिसाको घर आइपुग्छौँ। साथीहरू विनिसालाई ल्याइदिएको खाना हामीले खुसाडेर सकाइदिइसक्यौँ। बिचरा त खाजा बनाउँछु भनेर गएर बसिरहेको छ। म यो खान्छु नि त। खाऊ तिम्रो लागि ल्याएको। पूर्णिमा के गर्दा तिमी? भाडा मस्काएर विनिसाको घरमा तिमीले पो काम गरिरहेछौ त। के होला नि? ल गुड। यहाँ फेरि अर्कै सेफ हुनु रहेछ। के बनाउनु भएको तपाईँले? यस्तो सुनाम हेर्दै कस्तो फोहोर छ।
तपाईँलाई धुन आउँदैन जस्तो छ हेर्नु आमा त खाने हो कि अरू खाने? हामी मात्रै खाने म त खाने मात्रै हो। यो तेरो कुन हो? आयो हिरा चमेली केही छैन क्या तेरो मेरो यहाँ। Bye guys. गाइजहरू हामीले चाहिँ काम पाएर मस्तले कुर्ता सुर्ता लाएर टन्ने भिडियो टिकटक बनाएको छ टिकटक हेर्नु छ भने ग्याङ 6 हाम्रो सेटिङ गर्दै गराएन मार्न मर्दैन क्या त्यसरी फेरि पठाउनु पर्ने छोड्दै पछि आएर म टोकेर खान्छु हेर न भाइ। आइसक्रिम चट्नी त भन्यो भने पाउँदैन चम्चे टोक्न त भएन। टोक्छ आइसक्रिम टोक बट्टे चाट्न। छ्या छिप्दैन। Oh my god! कस्तो मेरो सबै नखुस्किने के Nice.